म चाहिँ फर्स्ट टाइम लुम्बिनी जाँदैछु र सो एकदम धेरै एक्साइटेड पनि छु भगवान बुद्धको जन्मस्थल लुम्बिनी जान पाउँदा र म सँगसँगै फ्यामिलीहरू पनि जाँदै हुनुहुन्छ र मैले अटोलाई बोलाएको थिएँ। सो अटो आइसक्यो, हामी घरबाट निस्क्यौँ र सुरैकोला पुल हुँदै 5-10 मिनटको यात्रापछि हामी चन्दोटा बजार पुग्यौँ। चन्दोटा बजारबाट दक्षिणतर्फ कृष्णनगर जाने बाटो र पश्चिमतर्फ नेपालगञ्ज जाने बाटो र पूर्वतर्फ बुटोल जाने बाटो। चन्दोटा बजारबाट पूर्व गइसकेपछि खैरेन्द्रपुर चोक आइपुग्यो र यहाँबाट हामी लुम्बिनी जाने बाटोतर्फ लाग्दैछौँ र म सँगसँगै फ्यामिलीहरू पनि हुनुहुन्छ र यहाँनिर हाम्रो आमा छुट्नुभएको छ। सो म आमालाई मिस गरिराखेको छु र जाने क्रममा बाटोमा देख्न सक्नुहुन्छ एकदमै हरियाली धानका दृश्यहरू हेर्न सक्नुहुन्छ। एकदमै बवाल देखिराखेको छ भ्यूहरू पनि। करिब 1 घण्टाको यात्रापछि हामी बल्ल तल्ल कपिलवस्तुको सदरमुकाम तौलिओवा पुग्यौँ र तौलिओवाबाट करिब आधा घण्टाको यात्रापछि हामी लुम्बिनी आइपुगेका छौँ। एकदमै बवाल दृश्य र घुम्नको लागि एकदमै एक्साइटेड पनि भइराखेको छु र हामी जाँदैछौँ टेम्पलतर्फ। यो चाहिँ ओल्ड पिस पागोडा टेम्पल रहेछ र हामी घुम्न जाँदैछौँ टेम्पलतर्फ र यहाँनिर घुमघाम पनि भइरहेको छ। दृश्य हेर्न सक्नुहुन्छ एकदमै बवालै देखिरहेको छ र त्यसपछि यहाँनिर एकदमै ठुलो बुद्धको मूर्ति देख्न सक्नुहुन्छ। एकदमै पिसफुल नाम जसरी देखिरहेको छ र हामी यहाँबाट मायादेवी टेम्पलतर्फ लाग्नेछौँ। मायादेवी टेम्पल जाने क्रममा यहाँनिर एकदमै लामो सेन्ट्रल क्यानल भन्ने लेक देख्न सक्नुहुन्छ र यहाँनिर बोटिङ गर्न पनि मिल्छ र हामीले यहाँ फोटोसुट भिडियो खिच्यौँ र त्यसपछि अगाडि बढ्यौँ। यहाँ बुद्धको मूर्ति देख्न सक्नुहुन्छ, त्यसपछि तलाउ पनि देख्न सक्नुहुन्छ र एकदमै राम्रो दृश्य रहेको छ। यहाँ लुम्बिनी बोर्ड पनि देख्न सक्नुहुन्छ र हामी अगाडि बढ्दैछौँ र यहाँनिर बुद्धको जन्मस्थल गेट बाहिर छौँ र हामी भित्र जाँदैछौँ। यहाँनिर मायादेवीको टेम्पल देख्न सक्नुहुन्छ, यहाँ नै बुद्धको जन्म भएको थियो। मायादेवी मन्दिरको भित्र छिरिसकेपछि फोटो भिडियो खिच्न मनाइ रहेछ र हामी भित्र छिरेर बुद्धका पाइलाहरू जन्मस्थलहरू अवलोकन गऱ्यौँ र त्यसपछि अपोजिट साइडमा निस्क्यौँ र यहाँनिर धेरैजना हुनुहुन्थ्यो है घुमघाम गर्नको लागि। त्यसपछि यहाँनिर अशोक सम्राटको स्तम्भ देख्न सक्नुहुन्छ, 500 वर्ष पुरानो र यही मायादेवीको मन्दिरको छेउमा रहेको छ र यहाँनिर घुम्नको लागि फोटो खिच्नको लागि धेरैजना हुनुहुन्थ्यो। मायादेवी मन्दिर भनेको भगवान बुद्धको जन्मस्थल र एकदमै प्रसिद्ध स्थान पनि मानिन्छ र बुद्ध धर्मावलम्बीहरूको एकदमै प्रसिद्ध स्थान पनि मानिन्छ र यहाँनिर एकदमै धेरै भक्तजनहरू देख्न सक्नुहुन्छ। बुद्धको जन्मस्थल घुमिसकेपछि हामी पुनः फेरि सेन्ट्रल क्यानलमा फर्क्यौँ र बोटिङ गऱ्यौँ र दृश्य पनि हेर्न सक्नुहुन्छ एकदमै सुन्दर। अनि यो सेन्ट्रल क्यानल एकदमै लामो पनि रहेको छ र लगभग बोटिङ गर्नलाई 15-20 मिनट लाग्दो रहेछ, लामो रहेको छ। साइडमा जङ्गलहरू पनि देख्न सक्नुहुन्छ। अगाडि देखिरहेको चाहिँ हामी सुरुमा गएको ओल्ड पिस टेम्पल रहेको छ र हामी त्यतैतर्फ जाँदैछौँ र एकदम रमाइलो दृश्यहरू हेर्न सक्नुहुन्छ र साइडमा हरियाली जङ्गल हेर्न सक्नुहुन्छ। हामी जाँदैछौँ र नजिकैदेखि हेर्न सक्नुहुन्छ ओल्ड पिस टेम्पल र हामी घुमेर फेरि पुनः फर्किँदैछौँ र एकदम रमाइलो दृश्यहरू रहेको छ। एकदम सुन्दर वातावरण र हामी घुमेर बोटिङ गरेर फेरि पुनः फर्किसकेका छौँ र यहाँबाट हामी विभिन्न टेम्पलहरू फेरि घुम्न जाने नै छौँ। हामी फेरि कर्मा समतेलिङ टेम्पलमा आइसकेका छौँ र गेटबाट भित्र जाँदैछौँ। हेर्न सक्नुहुन्छ टेम्पल एकदमै बवाल देखिरहेको छ र साइडको दृश्यहरू पनि हेर्न सक्नुहुन्छ। सोचेको भन्दा धेरै राम्रो रहेछ यो टेम्पल पनि। मनाङ सोसाइटी टेम्पलको बाहिर आइपुगेको छु र भित्र छिर्नुपर्ने नै हुन्छ। हेर्न सक्नुहुन्छ टेम्पल एकदमै ठुलो पनि रहेको छ र भित्रको बुद्धको मूर्ति पनि देख्न सक्नुहुन्छ
र त्यसपछि हामी यहाँबाट कोरियन टेम्पलमा आइपुगेका छौँ र कोरियन टेम्पलको भित्रको दृश्य पनि हेर्न सक्नुहुन्छ। यस्तो रहेको छ भित्रको दृश्य कोरियन टेम्पलको। र त्यसपछि हामी यहाँबाट सिधै चिनिया मन्दिरमा आइपुगेका छौँ र चिनिया मन्दिरतर्फ जाँदैछौँ। र चिनिया मन्दिरमा के कस्तो रहेको छ म हजुरहरूलाई अवश्य नै देखाउने नै छु। र भित्र बुद्धको मूर्ति रहेको छ, हेर्न सक्नुहुन्छ। एकदमै फुच्चे मूर्ति र साइडमा देख्न सक्नुहुन्छ। र त्यसपछि भित्र छिरेर हामी अगाडि बढ्यौँ र अगाडि बढिसकेपछि मन्दिरहरू देख्न सक्नुहुन्छ। अर्को साइडमा पनि रहेको छ मन्दिर र भ्यू पनि एकदमै बबालै देखिरहेको छ चिनिया मन्दिरको। र त्यो भन्दा पछाडि पनि अर्को मन्दिर रहेको छ यहाँनिर अगाडि, त्यसपछि बिचमा र योसँग 3वटा मन्दिर रहेको छ यहाँनिर चिनिया मन्दिर। एकदमै बबाल बनाएको रहेछ चाइनाको मन्दिर, हेर्न सक्नुहुन्छ। चाइनाको टेम्पलबाट सिधै द ग्रेट दिरिगुन्ज कागयुद्ध टेम्पलमा आइपुगेको छु र एकदमै ठुलो र एकदमै सुन्दर मन्दिर रहेको छ। साइडमा भ्यूहरू पनि बबालै रहेछ र ससाना मूर्तिहरू पनि रहेको छ, देख्न सक्नुहुन्छ। र सबभन्दा मन परेको मन्दिर पनि रहेको छ यो। र साइडमा एकदमै राम्रो बनाएको रहेछ। हजुरहरू पनि अवश्य नै घुम्न आउनु होला लुम्बिनी आउनुभयो भने यो टेम्पलमा। र हामी यहाँबाट घुमेर अब अर्को टेम्पलतर्फ जाँदैछौँ। यहाँबाट नजिकैमा लिङसन टेम्पल रहेको छ, सो म जाँदैछु र धेरैजना पनि जाँदै हुनुहुन्छ। र साइडमा देख्न सक्नुहुन्छ एकदमै ठुलो बुद्धको मूर्ति रहेको छ। र अब म भित्र छिर्नेछु, के कस्तो रहेको छ हजुरहरूलाई देखाउने नै छु। र भित्र छिरिसकेपछि यहाँनिर बुद्धको मूर्ति रहेको छ, देख्न सक्नुहुन्छ। र त्यसपछि ओल्ड सेन्टर फर पिस एन्ड युनाइटी लुम्बिनी उद्यान नेपालको बुद्धको मन्दिर रहेको छ, हेर्न सक्नुहुन्छ। र यहाँनिर एकदमै ठुलो बुद्धको मूर्ति पनि रहेको छ। घुमघाम गर्ने क्रममा अर्को मन्दिरतर्फ जाँदैछु र अर्को मन्दिर पनि देख्न सक्नुहुन्छ। अगाडि देखिरहेको नेपाल वज्रयान महावीर मन्दिर रहेको छ, सो म जाँदैछु र त्यहाँको दृश्य पनि म हजुरहरूलाई देखाउने नै छु, देख्न सक्नुहुन्छ मन्दिर। र गेटबाट भित्र छिरिसकेपछि भित्रको दृश्यहरू पनि म हजुरहरूलाई अवश्य नै देखाउने नै छु। साना साना मूर्तिहरू रहेको छ बिचमा र मन्दिर पनि देख्न सक्नुहुन्छ। एकदमै पुरानो खालको जस्तो देखिरहेको छ। र यहाँबाट भित्र देख्न सक्नुहुन्छ मूर्ति यस्तो प्रकारको रहेको छ। यहाँबाट हामी अर्को मन्दिरमा जानेछौँ अब एकछिनमा। यहाँनिर ठुलो बुद्धको मूर्ति रहेको छ र यहाँबाट फ्रान्स बौद्धिस्ट टेम्पलमा जाँदैछु, देख्न सक्नुहुन्छ। फ्रान्स बौद्धिस्ट टेम्पल एकदमै ठुलो रहेको छ र यो अगाडिको दृश्य। र यहाँनिर पनि धेरैजना आउनुभएको रहेछ घुम्नको लागि र एकदमै ठुलो रहेको छ। भित्रको बुद्धको मूर्तिहरू रहेको छ, भित्र देख्न सक्नुहुन्छ। भित्रको दृश्य यस्तो प्रकारको रहेको छ। यहाँबाट नजिकै द 1000 बुद्ध टेम्पल रहेको छ र म यहाँ आइपुगेको छु र यहाँ मर्मत कार्य हुँदै रहेछ र यो एकदमै नयाँ टेम्पल पनि रहेछ। सो म हजुरहरूलाई भित्रको दृश्यहरू पनि देखाउने नै छु। एकदमै ठुलो टेम्पल रहेछ र यहाँनिर देख्न सक्नुहुन्छ बुद्धको एकदमै ठुलो मूर्ति रहेको छ र यो भित्र 1000वटा मूर्ति रहेको छ भनेर सुन्नमा आएको छ। अब हेरौँ, ठुल्ठुला बुद्धको मूर्तिहरू देख्न सक्नुहुन्छ र एकदम सजावट बनाएको रहेछ यो मन्दिर चाहिँ। मलाई एकदमै मन पर्यो 1000 टेम्पल पनि। सो
1000 टेम्पल घुमिसकेपछि एकदमै गर्मी थियो र एकदमै समय पनि थिएन। सो हामी यहाँबाट अब फर्किन्छ होला सायद। लुम्बिनी सोचेको भन्दा एकदमै ठुलो रहेछ र हामीले केही टेम्पल मात्र घुम्न सक्यौँ र सबै टेम्पल घुम्न सम्भव पनि रहेनछ र समय पनि नहुँदो रहेछ। सो भ्लगलाई यहीँ इन गरौँ र नेक्स्ट भिडियोमा अवश्य नै भेटौँला। भिडियोलाई लाइक कमेन्ट अनि सेयर गर्नुहोला। हस्त धन्यवाद।